नमस्कार। समय समीक्षामा यहाँलाई स्वागत छ। म डबरा चौलागाई। समय समीक्षामा हामी समय समयमा भएका विविध क्रियाकलाप घटनाहरूको बारेमा समीक्षा गर्छौँ। विभिन्न विषयहरू हाम्रो कार्यक्रमका मुख्य केन्द्र आकर्षण बन्दै गएका छन् र आज हामी यस कार्यक्रममा उठान गर्नेछौँ यातायातको समीक्षा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ विद्युतीयतर्फका वर्गीय संयोजक रामप्रसाद घिमिरे आज हामीसँग अतिथि हुनुहुन्छ। उहाँ लामो समयदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ भने विशेष गरी विद्युतीय क्षेत्रमा उहाँले केही समयदेखि योगदान पुर्याउँदै आउनुभएको छ। निजी सवारी सञ्चालनदेखि लिएर विशेष गरी तालिमको क्षेत्रमा, ड्राइभिङ सेन्टरको क्षेत्रमा समेत उहाँले अव्वलता प्रदर्शन गर्दै आउनुभएको छ भने आम व्यवसायीहरूलाई, यातायात व्यवसायीहरूलाई सँगै जोडेर यातायात कर्मीहरूको हक हित र अधिकारका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ। उहाँसँग हामी आज यो दशैँसँगै केही इभीका कुराहरू गर्नेछौँ, केही यातायात व्यवस्थापनका कुराहरू गर्नेछौँ भने यातायातको पछिल्लो अवस्था कस्तो छ यसको बारेमा पनि हामी संवाद गर्छौँ आजको कार्यक्रममा। यहाँलाई स्वागत छ कार्यक्रम समय समीक्षामा। धन्यवाद। अब मैले उठान गरिसकेँ अघि नै, तपाईँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको विद्युतीयतर्फको वर्गीय संयोजक। अब यो धेरैलाई थाहा नहुन पनि सक्छ, यसभित्र के पर्छन्, को पर्छन्, कस्ता व्यवसायी पर्छन् भनेर थाहा नहुनु पनि सक्छ। यसको बारेमा छोटो जानकारी गराइदिनुहोस्। अब यो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भनेको चाहिँ सार्वजनिक जुन भाडाका सवारी साधनहरू छन् त्यो सञ्चालन गर्ने व्यवसायी सङ्घ समितिहरूको समग्रको प्रतिनिधित्व एउटा छाता सङ्गठन हो। यसको चाहिँ अब यसभित्रका विभिन्न वर्गहरू जस्तै चाहिँ अब तपाईँको 3 पाङ्ग्रेदेखि 4 पाङ्ग्रे अब ठुला बसहरूसम्मका चाहिँ आफ्नो आफ्नो वर्ग छ। माइक्रो बसको छ, बसहरूको छ। त्यस्तै गरी यो चाहिँ हाम्रो चाहिँ यो विद्युतीय तर्फको चाहिँ वर्गीय संयोजकको चाहिँ म अहिले त्यहाँ बहालमा छु। यसै गरी यसको चाहिँ अब यो विद्युतीय भन्ने बित्तिकै अहिले के छ त भन्दा देशै पुरै तपाईँको चाहिँ विद्युतीयमय भएको अवस्था छ र यो अब विद्युतीय सवारी साधनहरूको चाहिँ अब यहाँ विभिन्न खालका विभिन्न कोणबाट कुराहरू पनि उठ्दै गरेका छन्। ती समग्रहरूको महासंघले अब एउटा चाहिँ तपाईँको विद्युतीय तर्फको चाहिँ एउटा प्रतिनिधित्व हुने हिसाबले यो चाहिँ वर्गहरू विभाजन गरिएको छ। जस्तै यो विद्युतीय तर्फको तपाईँ वर्गीय संयोजक भइरहँदाखेरि होइन, बजारमा चाहिँ के छ भन्दा विद्युतीय सवारीहरूमा चाहिँ अलि समस्या देखियो भन्ने एउटा गुनासो छ वा त्यो सुनिन्छ, त्यो समाचार कहिलेकाहीँ हल्ला। अब यो हो या होइन, तपाईँ आफै पनि अब वर्गीय संयोजकको भएको हैसियतले तपाईँ हामीसँग हुनुहुन्छ, प्रष्ट रूपमा आम मानिसलाई बताइदिनुहोस् न यो भित्रको चाहिँ सवारी साधन बिक्री गर्ने र त्यसपछि त्यसको यहाँ सर्भिस सेन्टरका कुरा छ, त्यसपछि त्यसका चाहिँ बिग्रेपछि मर्मत सम्हारका कुरा छ। ती प्राविधिक टोलीहरू दक्ष जनशक्ति नहुँदाका समस्या हो। जस्तै तपाईँले कता कता अब चाहिँ मिडियाहरूमा आउने बढी जसो कुराहरू चाहिँ के हो त भन्दा सवारी विद्युतीय सवारी साधनको दुर्घटना म्याक्सिमम छ, आगलागीका समस्या छ भन्ने एउटा व्यापक हल्ला गरिएको छ। तर त्यो जति हल्ला गरिरहेको छ त्यस्तो खालको चाहिँ होइन। त्यसको निराधारै भन्न चाहिँ मिलेन। केही कुराहरूमा तथ्यता छ तर बहुसङ्ख्यक मान्छेहरूको चाहिँ भनाइको आधारमा मात्रै मान्नुहुन्न। त्यसको वस्तुस्थिति के हो त पहिला बुझ्नु पर्यो। जस्तै मान्नुहोस् विद्युतीय सवारी साधनको दुर्घटनाको सङ्ख्या किन बढ्यो त भन्दाखेरि पहिलो कुरा हामीसँग दक्ष जनशक्ति छैनन्। डिजेल पेट्रोल गाडीहरू सञ्चालन गर्दा गर्दैका चालकहरूलाई तपाईँले त्यो इलेक्ट्रिक सवारी साधनको विषयमा तपाईँको चाहिँ त्यसलाई तालिमै नदिकन, त्यसलाई चाहिँ ती विषयहरू नै नबुझाइकन त्यसको चाहिँ कति स्पिड, कस्तो अवस्थामा, कस्तो बाटोहरूमा कसरी सञ्चालन गर्ने त्यसको मोडहरू हुन्छ होइन। ड्राइभ मोड, इको मोड, त्यसका चाहिँ विभिन्न छ। गियरका सिस्टमहरू, बटम सिस्टम छन्। सबै गियर सिस्टम चलाइरहेका चालकहरूले चलाउँदाखेरि आउने समस्याहरू हुन्। सेन्सर छ, सेन्सरका कुराहरू छ, विभिन्न छ त्यसको होइन। त्यसले गर्दाखेरि त्यसको त्यो सवारी जस्तै हाम्रा चालकहरू डिजेल पेट्रोलमा सञ्चालनमा हुनुहुन्छ, उहाँहरूलाई त्यो गाडी मजाले चलाउन सक्नुहुन्छ भने उहाँहरू चाहिँ दक्ष हुनुहुन्छ भने तपाईँको विद्युतीय गाडीमा जाँदाखेरि त्यो विद्युतीय सवारी साधनको चाहिँ त्यसका सिस्टमहरूका कुरा होइन, त्यसका सेन्सरहरू चाहिँ हुन्छन् लगायत त्यसको चाहिँ विषय राम्रो दक्षता नहुँदाखेरि आउने समस्याहरू हुन्। यो तपाईँको भनाइअनुसार अलिक कस्तो बुझियो भने
जस्तो विद्युतीय सवारी साधनहरू चाहिँ अलिक बढी डिजिटलाइज भएका हुन् तुलनात्मक रूपमा अगाडि- तपाईँले भनेको कुरा एकदम सत्य कुरा चाहिँ के हो त त्यसले भन्दा गर्दा पनि अप्ठ्यारो भयो। पुराना सवारी साधनहरू भन्दा यो विद्युतीय सवारी साधन अपग्रेड भएर आएको छ। त्यसका सिस्टमहरू, त्यसलाई सञ्चालन गर्ने तरिकाहरू होइन, जस्तो तपाईँको डिजेल पेट्रोल गाडीहरूको तुलनामा यी विद्युतीय गाडीहरूको वेटै कम हुन्छ। बाटोमा सञ्चालन गर्दाखेरिका ती गाडी चाहिँ कति चाहिँ स्पिडमा जाने, कस्तो बाटोहरूमा भन्ने हाम्रो चालकहरूमा त्यो खालका ज्ञानहरू पूर्ण रूपले छैनन्। त्यो जस्तो उनीहरूलाई चाहिँ ज्ञान दिनुपर्ने कुराहरू, तालिम दिनुपर्ने कुराहरू पनि रहला नि रहन्छन्। ती विषयमा जुन कम्पनीहरूले चाहिँ मोटर प्रोभाइड गर्छन् हो, त्यो जिम्मेवारी उसको हो या राज्यको हो वा तपाईँहरू एउटा सङ्गठनमा त्यसको लागि हाम्रो सङ्घले, मैले पनि पटक पटक विभिन्न हाम्रो चाहिँ सरोकारवाला निकायहरू, अब यातायातसँग काम गर्ने सरकारी निकायहरू, यातायात विभागदेखि यातायात कार्यालयदेखि यातायात मन्त्रालयसम्म हामीले यो विषयमा पटक पटक भनेका छौँ। पहिलो कुरा नेपालमा आउने सवारी साधनहरूको त्यसको कस्ता प्रकारका सवारी साधन आउने हुन् र त्यो ल्याउने कम्पनीहरू कतिको चाहिँ तपाईँका चाहिँ दीर्घकालीन रूपले काम गर्ने खालका छन् त। यहाँ 20-50-100 गाडीहरू बिक्री गर्ने र ती कम्पनी बन्द हुने खालका छन्। ती सञ्चालन गर्ने, ती किन्ने जो कम्पनीले त बिक्री गरेर गइसकेका हुन्छ, सञ्चालन गर्ने व्यवसायले भोलि सवारी साधन बिग्रिँदा त्यसका स्पेयर पार्ट्सका कुरा, त्यसलाई चाहिने दक्ष जनशक्ति, प्राविधिक टोलीहरू ती कम्पनीहरूले प्रोभाइड गराउन सक्छन् कि सक्दैनन् भन्ने कुरामा चाहिँ हामीले पटक पटक ध्यानाकर्षण पनि गराएका छौँ। र अहिले पनि म के भन्छु त भन्दा चाडबाडको चाहिँ बेला छ, अहिले पनि हाम्रा व्यवसायी लगायत चाहिँ सरोकारवाला सबै निकायहरूलाई यो विद्युतीय सवारी साधन सञ्चालन गर्नको लागि चालकहरूलाई तालिमको आवश्यकता पर्छ नै। उहाँहरूले लाइसेन्स लिनुभएको छ, सञ्चालन 20औं वर्षदेखि अन्य गाडीहरू सञ्चालन गर्नुभएको छ, उहाँहरू त्यो गाडीको विषयमा दक्ष हुनुहुन्छ। तर यो इभी गाडीमा आउँदै गर्दाखेरि इभी गाडी भनेको के हो पहिला बुझ्नु पर्यो, इभी गाडी सञ्चालन गर्ने तरिका बुझ्नु पर्यो, त्यसका सिस्टमहरू बुझ्नु पर्यो होइन, त्यसका चाहिँ ब्रेकको चाहिँ कति स्पिडमा कति ब्रेकले चाहिँ काम गर्छ भन्ने कुरा पहिला चाहिँ त्यसलाई बुझाउनु पर्यो। इभी गाडीको विषयमा पहिला पढाउनु पर्यो होइन। भने मतलब के हो त भन्दा अरू सवारी साधनहरू जसरी चलाइरहनु भएको थियो, अब तपाईँ नयाँमा जाँदाखेरि त यो त अपग्रेड भएर आएको छ। ती पुराना गाडीहरूमा भएको चाहिँ तपाईँको चाहिँ खालका चाहिँ सिस्टम छैन, सबै चेन्ज भएर आछन् नि त होइन। त्यस कारणले त्यसको के हो त भन्दा त्यो विषयमा चाहिँ पहिला त्यसको चाहिँ पूर्वाधार तयारी गर्नुपर्छ। जस्तै सडकको अवस्था नेपालमा हेर्ने हो भने अहिले इभी फ्रेन्डली छ हाम्रो सडक? निश्चय नै तपाईँको इभी फ्रेन्डली छैन। किन छैन त भन्दा यी इभी गाडीहरू भनेका चाहिँ के हुन् त भन्दा तपाईँको चिल्ला सडकहरूमा, राम्रा सडकहरूमा टेस्टिङ भएर आएका छन्। अब हाम्रा चाहिँ भूगोललाई आधार मानेर बनेको गाडी, भूगोललाई आधार माने हुन त यहाँ आउँदा पनि अब यसका टेस्ट ड्राइभरहरू भएका छन्, तर जति कम्पनीले भनेका जति माइलेजहरू प्राय गाडीहरूले दिएको छैनन्। यहाँ कम्पनीले दिएको छ 300 को चाहिँ रेन्ज भनेको छ भने यी सवारी साधनहरू 200 चान्चुन भन्दा मास्तिर प्राय सवारी साधन यी सार्वजनिक सवारी साधन जो माइक्रो बसहरू भन्नुहोस्, बसकै कुरा गर्नुहोस् होइन। अब तपाईँको चाहिँ त्यो जुन कम्पनीले दिएको टार्गेट अनुसारले त्यति माइलेज दिएका छैनन्। तपाईँ वर्गीय संयोजक हुनुहुन्छ होइन, तपाईँहरूले चाहिँ यसको बारेमा आवाज उठाउनु पर्छ कि पर्दैन, यस्तो हुनु हुँदैन भन्ने हिसाब? हामीले यो विषयमा मैले अघि पनि स्मरण गराएँ, फेरि पनि स्मरण गराउँछु। हामीले यो विषयमा पटक पटक सरकारवाला निकायहरूलाई हामीले भनेका छौँ। उहाँहरू के भन्नुहुन्छ त्यस्तो? उहाँहरूलाई हामीले भनेको कुराहरू के हो त भन्दा पहिलो कुरा यहाँ प्राविधिक टोली हुनु पर्यो। कम्पनी कति कम्पनीहरूले इभी गाडी सञ्चालनमा ल्याउने त आयात गर्ने कम्पनीहरूको पहिला चाहिँ उसका कम्पनीको चाहिँ पूर्वाधार तयारी छ कि छैन अनि स्वीकृति दिनु पर्यो। मलाई लाग्छ दिन चाहिँ स्वीकृति त्यसकै आधारमा दिएको होला। तर पनि मेरो भनाइ अझै पनि के हो भन्दा प्राविधिक हुनु पर्यो, दक्ष जनशक्तिहरू यहाँ चाहिँ चाहियो। तपाईँको चाहिँ जस्तै ब्याट्री बिग्रिन सक्छन्, ब्याट्री मेन्टेनेन्सका कुराहरू आउँछन्, यहाँ तपाईँको कन्ट्रोलरमा समस्या आउन सक्छ, मोटरमा समस्या आउन सक्छ होइन, चार्जिङमा समस्याहरू आउन सक्छन्। हो त्यसको लागि चाहिँ पहिला अब यो राज्यकै यो चाहिँ दायित्वभित्र पर्ने कुरा हो। त्यो खालका दक्ष जनशक्ति चाहिँ उत्पादन गर्नु पर्यो। यहाँ त के भइरहेछ, पहिला सवारी साधन भित्राउने, रोडमा पठाउने अनि पठाइसकेपछि चाहिँ त्यसको तयारी गर्ने भन्ने खालको कन्सेप्ट छ हाम्रो। तर त्यो भन्दा नि पहिला त हामीले त यहाँ चाहिँ तयारी गराउनु पर्यो नि त।
जनशक्ति तयारी गर्नु पर्यो होइन, मेकानिक तयार गर्नु पर्यो, त्यसका नक्सा बनाउनु प्राविधिक पर्यो। टोलीहरू त्यसको चाहिँ पहिला नक्सा बनाएर फ्रेमवर्क छैन। अनि त्यस पछाडि फ्रेमवर्क बनाएर जानु पर्यो होइन। तर हामी चाहिँ पहिला काम गरेर अनि फेरि अनि पछि बनाउँछौँ हामीले। अहिले भएको इभी गाडीमा नि त्यही हो, त्यस कारणले बढी विवादित हो। र त्यसमा फेरि इभी गाडीलाई यहाँ अलिकति बढी बदनाम गराउँदाखेरि पनि फेरि केही शक्तिहरूलाई चाहिँ फाइदा हुनेछ। अब ती सबै विषयहरू अब आम जनताहरूले व्यवसायीहरूले बुझ्नु भएको छ। भने मतलब के हो त भन्दा इभी गाडी नेपालमा स्थायित्व हुनु भनेको त रातको समयमा खेर जाने बिजुलीको सदुपयोग हो नि त। खै त्यो मान्छेले बुझेको। इभी गाडी त यहाँ बढीभन्दा बढी हुनुपर्छ होइन। जस्तो हाम्रो चाहिँ तपाईँको नेपालको अहिले एउटा जीवित इभी गाडीको चाहिँ कोसेढुङ्गा भनेको सफा टेम्पू छ। म त्यसमा कार्यरत रहेको 25 वर्ष भयो। 25 वर्षदेखि तपाईँ त्यसमा आबद्ध म हुनुहुन्छ। रेगुलर छु त्यसमा। तर त्यसको के हो त भन्दा नेपालमा सक्सेस भइसकेको होइन, प्र्याक्टिकल्ली चाहिँ सक्सेस भएको सवारी साधन भने चाहिँ सफा टेम्पू मात्रै हो। ट्रली बस पनि बिचमा सिद्धियो। अब तपाईँको चाहिँ केही हेटौँडाबाट काठमाडौँ सिमेन्टहरू बोक्ने एउटा रोपवेको व्यवस्था दियो, ती पनि बिचमा सिद्धे। भने अहिले प्राइभेट सेक्टरले हामी जस्ता मान्छेले अझ भनौँ युवा पुस्ताहरूले नै सञ्चालन गरेको भनेको अहिले जीवित भनेको चाहिँ सक्सेस भनेको चाहिँ यो भाडा सफा टेम्पू मात्रै हो। तर यहाँ के छ त भन्दा यस्ता चिजहरूको संरक्षण गर्न पर्ने। तर यी चाहिँ पुराना भए, थोत्रा भए, यो भए भनेर चाहिँ तिनलाई विस्थापित गराउने फेरि होइन। पब्लिकले त रुचाएको सवारी साधन सफा टेम्पू त तपाईँ अहिले गएर हेर्नुहोस्, सबभन्दा रुचाइएको सवारी साधन सफा टेम्पू। बालबच्चाहरूलाई चढ्न झर्न सजिलो, वृद्धहरूलाई तपाईँको चढ्न झर्न सजिलो होइन, अशक्तहरूलाई पनि चढ्न झर्न सजिलो। र तपाईँको चाहिँ भित्री बाटोहरू जस्तै तपाईँको हाम्रा सडक त मलाई लाग्छ उपत्यकामा त टेम्पू चलाउन पनि गाह्रो बाटोहरू छ। ठुल्ठुला बस चल्ने भने चाहिँ तपाईँको के हो भने त्यसका अब हाइवेहरू लेभलमा भए होइन। अब यो भित्री गल्लीका बाटोहरू तपाईँका चाहिँ 15 फिट भन्दा 16 फिट भन्दा माथिका बाटो त कहाँनेरि छन् र। जस्तो अब अहिले लामो यात्रामा पनि अब इभी गाडीहरू छन् होइन। मलाई लाग्छ मैले जाने बुझे अनुसार 200-250 किलोमिटर 300 किलोमिटरको वान वेमा हेर्ने त्यति लामो दूरी पनि इभी सम्भवतः चलिरहेछ नेपालमा। यो लामो दूरीको यात्रा गरिरहँदाखेरि यो विद्युतीय सवारीहरूको आयु वा त्यसको दिगोपना कतिको हुन्छ या कतिको समस्या देखिन्छ वा कतिको देखिरहेछ? अब यसको निश्चय नै समस्या आइहाल्यो भने जस्तो तपाईँको केमा हो त भन्दाखेरि समस्या भनेको कम्पनीले दिने स्पेयर पार्ट्सको कुरामा हो। अब त्यसमा लाग्ने ब्याट्रीहरू भने त तपाईँको अहिले एउटा कम्पनीको हालेर पछि अर्को कम्पनीको हाल्न पनि मिल्यो भने त्यसमा लाग्ने जस्तो व्हिलका कुराहरू, चक्काको साइजहरू, टायरहरूदेखि लिएर त्यसका बेरिङका साइजहरूदेखि तपाईँका मोटर कन्ट्रोलरका कुराहरू होइन, त्यसका विभिन्न छ सेन्सरका कुराहरू। ती चाहिँ कस्तो खालको छ त भन्दा त्यसको चाहिँ तपाईँको चाहिँ निश्चित उसँग मात्रै त्यसको चाहिँ साँचो हुन्छ। जुन कम्पनीले पठायो उसको सामानभन्दा अरूको मिल्दैन। त्यस कारणले गर्दा ती कम्पनीहरू स्थायित्व भए ती टिके भने इभी गाडीहरू तपाईँको टिक्न सक्छन्। नत्र भने चाहिँ तपाईँको कस्तो अवस्था हो त भने इभी गाडीहरूमा चाहिँ तपाईँको थोरै गाडी ल्याउने, बेच्ने र व्यवसायीहरूले खरिद गर्ने अनि कम्पनीहरू चाहिँ सम्पर्कविहीन भइदिने खालको समस्याहरू चाहिँ तपाईँको देखा पर्यो भने इभी गाडीको भविष्य देखिन्न। त्यसको लागि पूर्वाधार तयारी हुनुपर्छ भनेको छु। मोटामोटी चार्जिङको लागि अब समस्या छैन मलाई लाग्छ। केही ठाउँहरूमा तपाईँको थोरै समस्या होलान्, पहाडी बेल्टहरूमा धेरै इभी गाडी नचल्ने ठाउँहरूमा। नत्र राजमार्गहरूमा अब कस्तो खालको कन्सेप्ट भइसक्यो भने प्रत्येक होटलहरूले होइन, प्रत्येक खाजा पसलहरूले चाहिँ तपाईँको एउटा चार्जिङ चाहिँ राख्ने खालको चाहिँ त्यो खालको माइन्ड मेकअप भयो। तर पहाडी बेल्टहरूमा कति ठाउँहरूमा चार्जिङ स्टेसनहरूको व्यवस्था हुन सकेको छैन। हुन त पेट्रोल पम्पको पनि कति ठाउँमा छैन। तर ती कुराहरू भने चाहिँ मोटामोटी चल्न आउँछन्। चार्जिङको लागि मलाई लाग्छ अब त्यस्तो समस्या छैन। र रह्यो कुरा अब त्यही प्राविधिकका कुराहरू तपाईँको चाहिँ दक्ष जनशक्ति त हुनु पर्यो नि हामीसँग। अब यी विदेश जाने युवाहरूलाई चाहिँ रोक्नुपर्छ, यहीँ काम दिनुपर्छ। बरु यिनलाई चाहिँ राज्यले नै एउटा खालको चाहिँ त्यो खालको चाहिँ तपाईँको चाहिँ तालिम केन्द्र खडा गरेर यो इलेक्ट्रिसियनको लागि अब जस्तो तपाईँको प्लम्बिङको लागि अहिले अनुदानहरू आइरहेछ
भने इभी गाडी मर्मत तालिम भनेर राज्य स्तर नगरपालिका स्तर तपाईँको वडा स्तरबाट चाहिँ त्यो खालका चाहिँ प्रोग्रामिङहरू लानुपर्छ तपाईँको जस्तो अटो मेकानिक अन्तर्गत नै राखेर यी विषयहरूलाई समावेश गर्न सक्छ होला नि सक्छ त्यो सक्छ जस्तो हो सिटिभिटीको पनि कुरा आयो सिटिभिटीले विभिन्न खालका तालिम चलाइरहेछ तर उसले पनि अब यतातिर पनि यो इभी गाडी सञ्चालन तालिम मर्मत होइन अटो मेकानिक अन्तर्गतको तपाईँको इभी लाइन जोड्नु पर्यो भनेपछि आम रूपमा अब तपाईँको त्यसरी जाने हो भने मलाई लाग्छ तपाईँको देशको चाहिँ तपाईँको ठुलो धनराशि होइन स्वदेशमै रहन्छ किन रहन्छ त भन्दा तपाईँको अहिले नै तपाईँ हेर्न जानुहोस् तपाईँको पेट्रोल पम्प खोल्न जाने भन्दा पनि तपाईँको चाहिँ चार्जिङ स्टेसन खोल्न जाने मान्छे बढी छन् भने मतलब देश अब विद्युतीयतिर लाग्दैछ तर यता सबैजना चाहिँ हाम फाल्दै गर्दाखेरि यसको विश्वसनीयतामा पनि ध्यान दिनुपर्छ महँगी भयो भने गुनासो पनि छ त्यस्तो हो जस्तो पेट्रोल डिजल गाडी भन्दा अलिकति विद्युतीय गाडीहरू चाहिँ महँगो विद्युतीय गाडी अलिकति लागत अलिकति महँगो देखिन जान्छ तर यसले कहाँ जोगाउँछ त भन्दा दैनिक खर्चहरूमा जस्तो यसको अलिकति महँगो भने चाहिँ ब्याट्री महँगो यसका मोटर कन्ट्रोलर महँगो यसका यी चिजहरू चाहिँ किनभने अरू गाडीहरूको लागि चाहिँ तेलको ट्याङ्की दिएर पठाउने हो कम्पनीले भने खाली तेलको ट्याङ्की दिएर पठाउने हो यहाँ त्यो ट्याङ्की भर्ने काम फेरि खरिदकर्ताको हो भनेपछि विद्युतीय गाडीमा चाहिँ अलरेडी तपाईँको 7 वर्षलाई पुग्ने चाहिँ इन्धन चाहिँ अहिले भरेर पठाउँछ होइन भनेपछि तपाईँको ब्याट्रीको आयु भनेको अब अहिले मोटामोटी तपाईँको चाहिँ 5-7 वर्ष 8 वर्ष भनिएको छ अब तर त्यसको पनि के छ अब त्यसको चाहिँ अब हेर्न बाँकी छ भर्खर टेस्टिङ फेजमै छ भन्छु म होइन जुन ढङ्गले इभीमा मान्छेहरू चाहिँ अगाडि बढ्न खोजिरहेछ तर उहाँहरूको एउटा उत्साहलाई स्वागत गर्नुपर्छ त्यसै अन्तर्गत चाहिँ हेर्दाखेरि के हो त कम्तीमा कम्पनी चाहिँ बुझेर गर्नु पर्यो तपाईँ त जस्तो 2 दशक भन्दा लामो समय त यो विशेष गरी यातायात व्यवसायमा हुनुहुन्छ होइन तपाईँ आफै यातायात व्यवसायी पनि हो यो तपाईँलाई साँच्चै नै मनबाट भन्नुपर्दाखेरि विद्युतीय सवारी साधनको अवस्था र पेट्रोल वा डिजल गाडीको अवस्थालाई तुलना गरेर जाने हो भने समग्रतामा नेपालको हावा पानी माटो समग्रतालाई हेर्दाखेरि कुन चाहिँ बढी उपयुक्त हुन्छ जस्तो लाग्छ भौगोलिक हिसाबले जस्तो पहाडको लागि कस्तो कुन चाहिँ ठिक अलि तराईको लागि कुन चाहिँ ठिक या उपत्यकाको लागि कुन तपाईँको ठ्याक्कै भन्दाखेरि इभी गाडीको चाहिँ के हो भने इकोनोमिक हिसाबले आर्थिक हिसाबले इभी गाडी भन्दा विकल्प नेपालमा छैन अझ हाइड्रोजनका कुरा आइरहेछन् अझ त्यसमा जाँदा त अझ झन् सुनमा सुगन्ध भइहाल्यो त्यो सक्सेस त्यो बहसको विषय बनाएको छ हामी खुसी हुनुपर्छ के भने कम्तीमा त्यो विषयमा कोही त लाग्यो होइन सुरु त गर्न खोज्यो अब त्यसलाई त बिस्तारै पाइला चाल्दै जाँदा 2 वर्ष 4 वर्ष 5 वर्षमा होला अथवा यो इभी गाडीहरू आउँदै गर्दा 20-30 वर्ष पछाडि त्यो लागू हुँदा पनि यो एकलट आएका सवारी साधनहरूले गर्दै गर्दा नयाँमा जाँदाखेरि फेरि यसलाई पनि फेरि रूपान्तरण गर्न मिल्यो नि कन्भर्जनका कुरा मैले भने त के हो भने हुन त अहिले एउटा चाहिँ खुसीको कुरा के छ त भन्दा हाम्रो चाहिँ के अरे यातायात मन्त्री ज्यूले अहिले नयाँ चाहिँ पहिलो सिग्नेचरै उहाँले चाहिँ यो चाहिँ रूपान्तरणको कुरालाई जोड दिनु भएको छ त्यो निश्चय नै स्वागतयोग्य छ डिजल पेट्रोलका गाडीहरूलाई विद्युतीयमा रूपान्तरण गर्ने कन्भर्ट गर्ने भन्ने कुरा त्यो जतिको खुसीको कुरा केही पनि उहाँ आफै पनि बुझेको मान्छे उहाँसँग त तपाईँको भन्नुहुन्छ भने विद्युतमा राम्रो ज्ञान भएको मान्छे उहाँ जतिको मान्छेले यो विषयलाई दिनु भनेको मैले चाहिँ गर्व गरेको छु किनभने हाम्रो सफा टेम्पोको विषयमा पनि उहाँले पहिलादेखि धेरै चासो दिनुभएको हो किनभने यस्ता सवारी साधनहरू प्रमोट गर्नुपर्छ यस्तालाई विकास गर्नुपर्छ यस्ता इलेक्ट्रिक गाडीहरू त नेपालमा त अझ बढी सञ्चालन गर्नुपर्छ तपाईँहरू कहाँ निधाएर बस्नु भएको छ लाग्नुहोस् भन्दा उहाँ चाहिँ ऊर्जा हौसला दिने मान्छे उहाँ होइन त्यस कारणले उहाँले त्यो दिनुभएको छ म यो तपाईँको टेलिभिजन मार्फतै उहाँको कार्यकालको बधाई शुभकामना र तपाईँको चाहिँ यो क्षेत्रलाई यो विद्युतीय सवारी साधनको क्षेत्रलाई नियमन पनि गर्ने र यसलाई सञ्चालनको लागि चाहिँ पूर्वाधार र सहजीकरण पनि गरिदिनुपर्छ भन्ने चाहिँ विषय म तपाईँकै टेलिभिजन कार्यक्रम मार्फतबाट भन्न चाहन्छु र यो तपाईँको चाहिँ नेपालको भविष्य नेपालको सुनौलो भविष्य छ विद्युतीय सवारी साधन मार्फतै छ तर आउँदाखेरि लो क्वालिटीका गाडीहरू आएर कमसल सामानहरू आएर त्यसले चाहिँ यसलाई बदनाम गरौला कि भन्ने मात्रै चिन्ता हो नियमन गर्नु पर्यो त्यसलाई राज्यका निकायहरूले कान ठाडो पारेर चनाखो भइदिनु पर्यो कतै कमसल गाडी ल्याएर चाहिँ व्यापारीले यहाँ बिक्री गरेर व्यवसायीहरू स्वरोजगारहरू मजदुरहरू डुबाउन त खोजिरहेको छैन अथवा मान्छेको जीवधनसँगै खेलवाड त गरिरहेको छैन भन्ने विषयमा चाहिँ यो हाम्रा चाहिँ जति पनि तपाईँको यातायात क्षेत्रमा चाहिँ क्रियाशील
रहेका सङ्घ संस्थाहरू राज्यका निकायहरू एकदम कान ठाडो पारेर चनाखो हुनुपर्ने बेला चाहिँ हो। किनभने कमसल सवारी साधन ल्याएर यहाँ चाहिँ विद्युतीय गाडीलाई बदनाम गराउने र यहाँ यो नेपालमा काम छैन भन्ने खालको चाहिँ त्यो खालको खतरा हुन सक्छ कि भन्ने मात्रै चिन्ता हो। विद्युतीय सवारी साधनको सङ्ख्या दिनानुदिन बढ्दै जानुपर्छ। कतिले यसो पनि भन्छन् जस्तो इभी भित्रिरहनु अर्थात् इभी प्रति दोषारोपण गर्नु भनेको चाहिँ पेट्रोलियम र डिजलयुक्त सवारी साधनहरूको एकलौटी वा सिन्डिकेट तयार पार्नको लागि यो खाएका एउटा चाहिँ अफवाह पनि फैलाइएको छ भन्छन् होइन। यो कतिको हो, तपाईँ के भन्नुहुन्छ? तपाईँ पक्षको तर्फबाट यो विषयमा चाहिँ तपाईँ कस्तो छ भन्दा अलिकति अब त्यतातिर लागेका केही व्यक्तिहरू, सबैलाई त म भन्दिनँ, केही व्यक्तिहरू हुनुहुन्छ केही त्यसरी लाग्नु भएको नि हुनुहुन्छ होला होइन। तर अब फेरि व्यक्तिगत रूपमा उहाँलाई फेरि आक्षेप लगाउने कुरो त होइन, तर त्यस्तो खालका कतिपय उहाँहरूको भोइस मतलब उहाँहरूले सार्वजनिक रूपमा सामाजिक सञ्जालहरूमा अभिव्यक्तहरू गरेको सुन्दा कतै उहाँको भित्र चाहिँ त्यस्तो खालको यसलाई चाहिँ निरुत्साहित गर्ने, हतोत्साहित बनाउने खालको चाहिँ हो कि भन्ने अलिकति चाहिँ तपाईँको देखिन आउँछ। अब व्यक्तिगत रूपमा तपाईँलाई भन्दाखेरि अब ठ्याक्कै त्यस्तो चाहिँ होइन, तर केही त्यसरी लागेको पनि हुन सक्नुहुन्छ। तर त्यसलाई के हो त भन्दा समयले त्यसलाई चाहिँ सिकाउँदै जान्छ। हो, त्यसको लागि त्यसरी बोल्ने मान्छेहरू पनि चाहिन्छ। किन चाहिन्छ त भन्दा उहाँहरूले ती कुरा उठाइदिँदै गर्दा चाहिँ विद्युतीय गाडीको विषयमा नेगेटिभ पाटो पनि देखाइदिनु भयो नि त, ऐना देखाइदिनु भयो भनेपछि तपाईँलाई तपाईँको ऐना देखाएपछि तपाईँको अनुहारमा के छ त भन्ने कुरा त तपाईँले हेर्न पाउनुभयो। त्यस कारणले यसको विरोध गर्नेहरूको पनि कुरा सुन्नुपर्छ, विरोधीहरूको नि कुरा सुनेर त्यसलाई चाहिँ के भन्छ त्यसलाई चाहिँ के भन्छ रूपान्तरण गरेर अथवा त्यसको चाहिँ कमजोरी पार्टहरूलाई त अझै मजबुत बनाएर आउने सवारी लोकतान्त्रिक तरिकाले अगाडि जान सक्यो नि त। विरोधीको कुरा सुन्नै नहुने अथवा सुन्दै चाहिँ नसुन्ने भन्ने होइन, उहाँहरूको कुरा पनि कति जायज छ। जस्तै मैले अघि भने त्यो चाहिँ के हो भने त्यो भाषालाई तपाईँको चाहिँ टेवा पुग्ने कुराहरू के हो त भन्दा सवारी साधनहरू कमसल आइदिँदाखेरि उहाँहरूले लगाइरहेको आरोप चाहिँ कमसल सवारी साधन आउँदाखेरि त यहाँ त नेपालमा त डम्पिङ साइट हुन्छ, अरू देशमा चाहिँ फ्लप भएका, अरू देशमा चाहिँ तपाईँका चाहिँ नचलेका नबिकेका सवारी साधनहरू वारवारी नेपालमा ल्याइदिइसकेपछि के हुन्छ, त्यो त यहाँ चल्न सक्दैन। अब हामीले यहाँबाट फेरि उता पठाउनलाई समस्या छ, आयात गर्न सजिलो छ, त्यसलाई निर्यात गर्नलाई त्यसलाई पठाउनको लागि समस्या छ नि त। भनेपछि यो त डम्पिङ साइट हुन्छ। तपाईँका घर घरमा टोल टोलमा गल्ली गल्लीमा तपाईँका चाहिँ थोत्रा इभीहरू देखिन थाल्छन् भनेपछि त्यो कमसल सवारी साधनहरू त्यसरी आइदियो भने चाहिँ त्यो तपाईँले अघि भनेको कुरा चाहिँ हो, त्यहाँनिर मिल्न जान्छ। जति आरोप लगाइरहेछ त्यसको लागि टेवा पुग्ने भने त कमसल सवारी साधन ल्यायो। त्यस कारणले राज्यका निकाय, विभिन्न सङ्घ संस्थाहरू जति पनि क्रियाशील हुनुहुन्छ यो क्षेत्रमा, इभी गाडीको क्षेत्रमा, यातायात क्षेत्रमै भनौँ, उहाँहरूलाई चाहिँ एकदम चनाखो भएर त्यस्ता कम्पनीहरू छन् कि छैनन् होइन, पहिला ती कम्पनीहरू सूचीकृत भएका हुन् कि होइनन्, नेपाल सरकारले स्वीकृति दिएका छ कि छैनन्, ती सबै कुराहरूलाई चाहिँ विशेष चनाखो साथ व्यवसायलाई पनि म आग्रह गर्छु, खरिद गर्नमा तपाईँ गाडी देख्ने बित्तिकै नकिन्नुहोस्। 5वटा कम्पनी जानुहोस्, 7वटा कम्पनी जानुहोस्, ती कम्पनीहरूका गुडविल हेर्नुहोस्, ब्याकग्राउन्ड हेर्नुहोस्, उनीहरूले ल्याएका के अरे सवारी साधन खरिद गर्दाखेरि कुन कम्पनी एउटा आए, कसरी आए, कति सवारी साधन बेचे उनले, ती विशेषताहरू के छन्, ती सबै कुरा अध्ययन गरेर मात्रै लिनुहोस्। जस्तै बिचबिचमा तपाईँको सवारी साधनहरूको प्रदर्शनी हुन्छन्, जस्तै नाडा सो भयो, त्यहाँ पनि कतिपय बुकिङ भइहालन्। ती सवारी साधनहरू पनि खरिद गर्नुभन्दा पहिला अलिकति परामर्श लिएर बुझेर मात्रै गर्नुहोस् भनेर चाहिँ म त्यो पनि म व्यवसायीहरूलाई पनि आग्रह गर्छु। अब यो तपाईँ लामै समयदेखि फेरि यता अर्कोतिर ड्राइभिङ स्कुलतिर पनि आबद्ध हुनुहुन्छ स्वयं। धेरैले के भन्छन् भने अहिले ड्राइभिङ स्कुलहरूमा अलि अस्तव्यस्तता भयो, ड्राइभिङ स्कुलहरूमा अलिकति मनोमानी जस्तो पनि देखियो, यसले सही तरिकाले सञ्चालन गर्न सकेन, कतिका चाहिँ स्पट नै राम्रा भइदिएनन् भन्ने गुनासो आएको छ। निश्चय नै यसलाई चाहिँ तपाईँले कसरी हेर्नु? यसको चाहिँ तपाईँलाई मैले अब भनिहालेँ, यसको चाहिँ निश्चय नै के हो त भन्दा यो चाहिँ तपाईँको राज्य संयन्त्रले गर्नुपर्ने अनुगमनहरूलाई होइन, त्यसलाई चाहिँ जस्तै तपाईँले कहाँ जानुपर्छ त भन्दा पहिलो विद्यार्थी तपाईँको चाहिँ के अरे चालक उत्पादन गर्ने स्कुलहरू भनेको ड्राइभिङ स्कुलहरू नै हो। त्यसको नियमनको कुरामा फिल्ड मात्रै बनाएर पनि पुग्दैन, ठुलो फिल्ड बनाउने अनि रोडको नलेज नहुँदा के हुन्छ, उसले त्यो भित्र खाली ठाउँमा जति पनि चलाउन सक्छ। जब सवारी साधनहरू चोकमा भिडभाडमा निस्किन्छ ऊ पहिल्यै नर्भस हुन्छ,
खुल्ला ठाउँमा त तपाईँले केही समयमा चाहिँ तालिम गराएपछि उसले चलाउन सक्छ होइन 10-15 दिन 20 दिन तपाईँको 3-4 हप्ता गर्दाखेरि उसले एक्लै चलाउन सक्ने हुन्छ जुन अहिलेको चाहिँ ट्रायलको सिस्टम मापदण्ड छ एटका उकालो ब्याक तपाईँको सबै कुराहरू जुन ट्राफिक लाइटका साइड लाइटका कुराहरू छन् त्यति भनेको तपाईँको चाहिँ पुरै तपाईँको त्यही फ्रेममा मात्रै त्यही एटमा मात्रै त्यही फ्रेममा मात्रै सिकाउँदा कन्टिन्यू एउटै चिजलाई मात्रै फोकस गर्दाखेरि उसले लाइसेन्स निकाल्न त सक्छ तर लाइसेन्स निकाल्न सक्दैमा उसले के सडकमा सञ्चालन गर्न सक्छ त राज्यले तपाईँको ट्रेनिङ सेन्टरहरूलाई निश्चित बाटोहरू निश्चित रुटहरूमा पनि रोडमा पनि तालिम गराउन सक्ने खालको चाहिँ वातावरण बनाउनुपर्छ रोड टेस्ट बिनाको त्यो अपुरो हो लाइसेन्स निकाल्यो तपाईँले गएर फिगर 8 घुम्नुभयो त्यस्तो देखिन्छ हाम्रो नेपालमा त्यो लागू गर्नुपर्छ त्यो किन सम्भव छैन नभएको हुँदै पनि सम्भव छ गर्न पर्ने निकाय क्रियाशील भइदैन उसले सकेन होइन उसलाई के लागिरहेछ त भन्दा सवारी दुर्घटना किन बढ्यो भनेर प्रश्न उठाउन चाहिँ सजिलो छ तर त्यही कुरा चाहिँ तपाईँको के भइदियो अब त्यसको लागि के कुरा चाहिँ राज्यले गर्न पर्ने हो त दक्ष चालक बन्नको लागि र बनाउनको लागि दिएका ट्रेनिङ सेन्टरहरूको चाहिँ प्रमाणपत्र दिँदै गर्दाखेरि उसले के फिल्ड मात्रै बनाएर चाहिँ तपाईँको चाहिँ सम्भव हुन्छ उसले सिकाउने भनेको एउटा निश्चित घेराभित्र 2-3 रोपनी 4 रोपनी जग्गा होला त्यो भित्र घुमाउँदै गर्दाखेरि एउटा एटको प्र्याक्टिस भयो अर्को लाइटको भयो अर्को तपाईँको स्पिड ब्रेकर उकालो ओह्रालो र रिभर्स भयो होइन रिभर्स ब्याकका कुरा भए भनेपछि होल्डिङ टेस्ट पनि भयो यी कुराहरूलाई तपाईँको 5-7 वटा मात्रै भयो यति चिजले तपाईँको लाइसेन्स त निकाल्छ उसले 15 दिन महिना दिन 1.5 महिना सिकेर उसले लाइसेन्स निकाल्न सक्छ होइन तर त्यो लाइसेन्स निकालिसकेपछि जब सडकमा जाँदाखेरि होइन सडकमा जानको लागि पनि तपाईँको चाहिँ के हुने भयो लाइसेन्स हातमा हुँदैमा उसले सक्छ भन्ने हुन्न निश्चित बाटोहरू चाहिँ तपाईँको के हो छुट्याइदिनु पर्यो यो चाहिँ प्रशिक्षार्थीहरूलाई सिकाउनको लागि यहाँदेखि यहाँसम्म होइन भन्ने कुरा हुनु पर्यो र रोड टेस्ट पनि राज्यले लिनुपर्छ भन्छु क्या म त होइन तालिम के अरे मतलब तपाईँको चाहिँ लाइसेन्स दिँदै गर्दा एट घुमाएर पास गर्दैमा तपाईँको चाहिँ लाइसेन्स दिनुपर्छ भन्ने होइन यो 70% भन्ने नै अवैज्ञानिक छ पहिलो कुरा काहीँ हुन्छ दुर्घटनाले 70% भन्छ सडकबाट गाडी तल खस्दै गर्दाखेरि त्यो 70% लागू हुन्छ त्यहाँ 30% चाहिँ तपाईँको दुर्घटना नहुने भन्ने हुन्छ 100% नै हुनुपर्छ यसमा होइन तपाईँको चाहिँ ट्रायल परीक्षा भनेको टाइट नै हुनुपर्छ तर तपाईँको कति कुराहरू व्यवहारिक कुराहरू छन् तर त्यही चिजलाई चाहिँ सडक रोड टेस्टका कुराहरू ल्याइदियो भने त त्यसले चाहिँ सहजीकरण हुन्छ नि त तपाईँको तपाईँ चाहिँ के अरे अब लाइसेन्स प्राप्त गर्दै गर्दा सडकमा चाहिँ उसले गाडी चलाउनको लागि त्यसले त एउटा खालको चाहिँ अनुभव हुने भयो नि त अब अहिले चाहिँ कस्तो त भन्दा लाइसेन्स दिने एउटा सामान्य प्रक्रिया जस्तो मात्रै देखिरहेछ त्यसकारण यो रोड टेस्टका कुरा ल्याउनु पर्यो कर्मकाण्डी मात्रै भयो एउटा प्रक्रिया पुरा गर्ने मात्रै भयो अब त्योभन्दा माथि चाहिँ भोलि उसले लाइसेन्स पाइसकेपछि सडकमा गएर गाडी चलाउँछ ठोक्काउँछ के गर्छ भन्ने कुरामा चाहिँ त्यो राज्य अलि उदासीन देखिन्छ र त्यो काम गर्ने त्यो सरकारवाला निकायले पनि त्यसलाई ध्यान दिएको चाहिँ देखिँदैन क्या त्यसकारण यी कुराहरू जस्तो चाहिँ तपाईँको दक्ष जनशक्ति उत्पादन गर्ने दक्ष चालक उत्पादन गर्ने हो भने यी कुराहरू सडक चाहियो राम्रो सडक चाहियो सडकको स्तरको लागि जस्तो राज्यलाई चाहिँ ड्राइभिङ स्कुलहरूले ट्याक्स तिरेको छ त्यो ट्याक्स तिरेको कारणले उसले चाहिँ खुला सडकमा वा निश्चित सडकमा कुनै एउटा एरियामा गएर आफ्ना शिक्षार्थीहरूलाई त्यहाँ गएर सहज रूपमा चाहिँ सिकाउन पाउनु पर्ने भयो जस्तो ट्रायल सेन्टरहरू बनाउँदै गर्दा ड्राइभिङ स्कुलहरू दर्ता हुँदै गर्दा सडकका चाहिँ सिकाउनको लागि चाहिँ सडक पनि चाहिँ त्यसको चाहिँ के अरे ट्रेनिङको लागि चाहिँ उपयुक्त हुने ठाउँहरू छुट्याइदिनु आवश्यक छ हैन जस्तो यातायातको विभागले केही समयका लागि चाहिँ अब लाइसेन्सको काम चाहिँ स्थगन गरेको भनेर सूचना निकालिसकेको छ अब अहिलेको चाहिँ यसले चाहिँ जस्तो ड्राइभिङ स्कुलहरूलाई लगायत जो रिन्यू गर्नुपर्नेहरू हुनसक्छ वा ड्राइभिङ स्कुल सञ्चालन गरिरहेको व्यवसायीहरू हुनुहुन्छ उहाँहरू मारमा पर्ने सम्भावना छ कि छैन यो मारमा त तपाईँको निश्चय नै परे नि कसरी परे त भन्दाखेरि तपाईँको कोही विदेश जानुपर्ने छन् उहाँहरूको चाहिँ अब नवीकरण गरेर जानुपर्ने होला बायोमेट्रिक गर्न त सम्बन्धित मान्छे उपस्थित हुनै पर्यो अब उहाँ विदेश जाने अब भोलि पर्सिको होला अब त्यो चाहिँ त्यतातिर समस्या छ अब तपाईँको यसले त भयङ्कर ठुलो समस्या छ कतिका कागजपत्र चलेका छन् बिगराल छ अवस्था तपाईँको कतिपय ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरू पनि चलाइएको छ अब त्यसको चाहिँ ती सवारी साधनहरूको चाहिँ अब जिम्मा कसले लिने
ती व्यवसायहरू पीडित छन्। कतिपय तपाईँका चाहिँ अब के अरे सामान्य बिहान बेलुका चाहिँ हातमुख जोड्नको लागि नै समस्या हुने खालको छन्। स्वरोजगार लेभल बढी छ तपाईँको अहिलेको समग्र यातायात भन्ने हो भने तपाईँको स्वरोजगारहरू चाहिँ म्याक्सिमम छन्। त्यस कारणले गर्दा तपाईँको ती सवारी साधनहरूको जस्तो कागजपत्रका कुराहरू पनि समस्या छन्। अब त्यसले एउटा हल गर्ने त अब चाहिँ विषय कुनै आउला, तर ढिलो नगरिकन अब यो चाडपर्व चाहिँ सुरु भइसकेको छ, यसको लगत्तै ती विषयहरूलाई सहजीकरण गरिदिनु पर्नेछ। कतिका कारबाहीको लागि लिएका लाइसेन्सहरू जलेका छन्, बिलबुक पर्मिटहरू जलेका छन् होइन, अब चिट मात्रै हातमा छ। अब तिनलाई चाहिँ हुन त अहिले पनि अब चाहिँ के अरे त्यसलाई सहजीकरण गर्ने भन्ने विषयहरू त छलफल पनि भइरहेछ। अब गृहमन्त्रीज्यू र चाहिँ यातायात मन्त्रीज्यूहरूसँग नि यी विषयहरू ध्यान आकर्षण हाम्रो महासङ्घको पदाधिकारी टोलीले ट्रेड युनियनहरूले गराउनु भएको छ र यो विषय चाहिँ निश्चय नै हल होला। तर अहिलेको समस्यामा चाहिँ तपाईँको विकराल अवस्था छ। यातायात व्यवस्था विभागै तपाईँको चाहिँ चौरमा सञ्चालन गर्नु परेको छ। त्यतातिर चाहिँ छिटोभन्दा छिटो ध्यान पुग्नुपर्छ। जस्तो सर्भरहरू सबै चाहिँ नष्ट भएको भन्ने कुरा छ, रेकर्डहरू सबै चाहिँ छैन भन्ने कुरा छ। त्यस कारण ती विषयहरूमा चाहिँ सरकारको विशेष ध्यान हुनुपर्छ। जति सक्यो छिटो एकदमै तपाईँको युद्ध स्तरमा ती संरचनाहरू पुनर्निर्माण भएर सहज अवस्थामा चाहिँ सुविधा पाउनुपर्छ भन्ने कुरा चाहिँ हो। जस्तो आएको हिसाबले इन्कम जेनेरेटको हिसाबले चाहिँ भनिन्छ यातायात व्यवस्था विभाग चाहिँ सबैभन्दा बढी इन्कम गर्ने कार्यालय हो भनिन्छ राजस्वको हिसाबले होइन। तर जहाँ त्यति धेरै राजस्व उठ्छ त्यसकै अवस्था भयावह चाहिँ किन भएको होला? हुन त यो मैले सार्वजनिक निकायमा रहेको सरकारवाला निकायसँग सोध्नुपर्ने प्रश्न थियो, तर तपाईँसँग पनि जोडिन्छ यी विषयहरू। तपाईँहरू सरकारवाला निकाय वा तपाईँहरू पनि जोडिनुहुन्छ त्यो विषयमा। त्यो विकराल अवस्था चाहिँ किन भयो होला? जहाँ आम्दानी हुने ठाउँमा यसको चाहिँ निश्चय नै के हो त भन्दा हामीले देख्दा अब भित्री पाटोहरूमा सरकार संरचना तपाईँको चाहिँ विभिन्न कुराहरूले गर्दाखेरि उहाँहरूलाई काम गर्न गाह्रो होला। तर मुख्य चाहिँ के हो त भन्दाखेरि तपाईँको देशको अस्थिर राजनीति नै मुख्य कुरा हो भन्ने कुरा लाग्छ। त्यहाँ कसैले चाहेर एकजनाले चाहेर त्यसलाई चाहिँ त्यो संरचना सुधार गर्न सकिनेवाला देखिन्न। यातायात मात्रै नभन्नु समग्र तपाईँको चाहिँ यो चाहिँ के अरे राजस्व कार्यालयहरूमा सबैमा प्रायमा समस्या छ। विशेष गरी यातायातमा चाहिँ बढी अस्तव्यस्तता किन भयो त भने लाइसेन्स तपाईँको चाहिँ 4 वर्षसम्म पाएको छैनन्। मैले रिन्यू गरेर आएको लाइसेन्सको मैले रसिदले काम चलाइरहेको छु 4 वर्ष भयो भने रसिद फाड्दा पनि लाइसेन्स त्यो रसिद कहिले च्यातेर जान्छ, तपाईँको लाइसेन्स प्रिन्ट भएर आउँदैन होइन। 5 वर्षमा फेरि अर्को नवीकरण गर्न, अब 1 वर्ष बाँकी छ, अर्को वर्ष फेरि मैले नवीकरण गर्नुपर्छ। भनेपछि के हो भन्दा सवारी साधन चाहिँ जुन ढङ्गले सञ्चालनमा छ त्यसका कार्यरत चालकहरू जसरी चाहिँ लाइसेन्सको प्रक्रियामा होल्ड भएर बसिरहेछन्, विशेष गरी तपाईँको यातायात क्षेत्र अस्तव्यस्त हुनुको कारण चाहिँ दक्ष चालकहरू जति तपाईँका अन्य क्षेत्रमा पलायन भए, विदेश पलायन भए, नयाँ आउने चालकहरू पनि तपाईँको कस्तो भयो त भन्दा उनीहरूले लाइसेन्सै पाउँदैनन्। वर्षौँसम्म पनि तपाईँको चाहिँ लाइसेन्स छैन, एउटा रसिदको भरमा चलाउनु परेको छ भनेपछि यातायात क्षेत्रमा ठुलै समस्या छ। त्यहाँको अस्तव्यस्तता चाहिँ तपाईँको के कारणले हो त भन्दा यस्तै कुराहरू होइन। अब राजस्व तिर्न तपाईँ जान्नुहोस् 90 दिनबाट 91 दिन हुने बित्तिकै डबल जरिवाना 100% लाग्छ त्यहाँ होइन। अब थपिँदै जान्छ 300%, 400%सम्म तिरेका छौँ हामीले, हाम्रा चालकहरूले तिरेका छन् होइन। 300%सम्म तपाईँको चाहिँ जरिवाना लिने, तर एउटा कार्ड प्रिन्ट छपाई गरेर दिन सक्दैनन् भनेपछि तपाईँ कति चाहिँ दयनीय अवस्था छ त। त्यहाँ भित्रको खिचातानी विभिन्न खालका छ, राजनीतिक अस्थिरता, कर्मचारीका तपाईँको सबैका समस्या छन् त्यहाँ। त्यस कारणले गर्दाखेरि एउटाले गर्न खोज्छ उसलाई 6 महिनाभन्दा त्यहाँ बस्दैन, अर्को आउँछ नयाँ हुन्छ फेरि अर्को 6 महिनामा जान्छ भनेपछि त्यहाँ काम गर्न खोजिरहेको हुन्छन् तर उसको सरुवा भइसक्छ, कता गइसकेको हुन्छ। त्यस कारण त्यो चाहिँ तपाईँको स्थिर ढङ्गले सबै स्थिरता भनेको के भने राजनीति नै स्थिर हुनु पर्यो देश विकासको लागि, त्यसले सबै चिज हल गर्छ र यातायातभित्रको समस्या नि त्यही हो। हुन्छ, यहाँसँग यो करिब आधा घन्टाको समयको बसाइ रह्यो। यहाँ एकदमै व्यस्त समय, दसैँको समय, यातायात क्षेत्रका आम यातायात व्यवसायीहरूको हक हितका लागि बोल्नुपर्ने अवस्थामा, सडकमा हुनुपर्ने अवस्थामा, व्यस्तताको अवस्थामा पनि समय दिनुभयो, संवादमा सहभागिता जनाइदिनु भयो, त्यसको लागि यहाँलाई हृदयदेखि नै हामी धन्यवाद दिन्छौँ। यहाँलाई पनि धन्यवाद। समग्रमा अब यो बडा दशैं तथा शुभ दीपावली र छठ पर्वको यहाँ लगायत यहाँको सम्पूर्ण यो टेलिभिजन परिवारमा मेरो व्यक्तिगत तथा संस्थागत तर्फबाट
उत्तर प्रगतिको शुभकामना। हस्, thank you. हस्, धन्यवाद। दर्शकवृन्द, यति बेला हामीसँग हुनुहुन्थ्यो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ विद्युतीयतर्फका वर्गीय संयोजक रामप्रसाद घिमिरे। उहाँसँग हामीले नेपालको सडक अवस्था, इभी सवारी साधनहरू सँगै दशैं लगायतको क्षेत्रमा अहिले सडकको अवस्थादेखि समग्र विषयमा संवाद गऱ्यौँ। आजको लागि यो श्रृङ्खला यति नै। अर्को साता नयाँ अतिथिका साथ पुनः भेट्ने बाचासहित म पनि ओजेल पर्छु। हेर्दै रहनुहोला मेगा टेलिभिजन। हवस् त, नमस्कार।